गुड मर्निङ गाइस सबैजनालाई। अनि म चाहिँ बिहान उठेर एकजना दाइसँग मेरो काम थियो अनि उहाँले बोलाउनु भयो अनि म टोखा पुगेर भेटेँ उहाँलाई। अनि त्यस पछाडि म उधौली चाड बनाउनको लागि तपाईको म हात्तीवन आइपुगेँ ललितपुर। अनि अरूको पनि चाड भइरहेको थियो गाइस। अनि त्यो सँगसँगै त्यहाँ राई लिम्बू चारैतिर मान्छे छरिएको चाहिँ थिए गाइस। अनि यो चाहिँ भनौँ न तपाईको लिम्बूहरूको चाड पनि थियो गाइस। अनि त्यही भएर त्यहाँ लिम्बूहरूले च्याब्रुङ बजाउँदै नाच्नु भइरहेको थियो। अनि त्यही हेरेँ गाइस। अनि त्यस पछाडि त्यहाँ पुगेर गाइस म चाहिँ बसमा भनौँ न धेरै पछाडि बसको सफरमा यात्रामा हुन्छ नि साथीसँग फर्किरहेको थिएँ गाइस। अनि त्यस पछाडि म डाइरेक्ट कामको लागि चाहिँ म भनौँ न तपाईँको बानेश्वर आइपुगेँ गाइस। भनेपछि हाम्रो बसको यात्रा पनि भयो आज धेरै पछि। हामीले एकलोट पनि चढ्यो होला बस चढेको त धेरैचोटि टेम्पोमा। टेम्पो होइन बसमा त हामी अस्ति त्यो बालाजु एकलोट गएको थियो त्यसपछि चढेको थिएनौँ नि। म चढिरहेको त हिजो चढेको सबै गएको छ हाम्रो त्यो अस्ति उयो चालीको घर जाने बेला म त साथीलाई भेट्न जाने बेला थियो। म त हरिबत्ती के अरे दाइ हरिसिद्धि म त उता माथि हो क्या आर्चालाई भेट्न जानु लागि केटो भन्ने सोचिरहेको थिएँ। कामको कुरो थियो नि त त्यही भएर चुरोट खाँदा पारा मर्न हालेको छ बिचरा चुरोट दियो। यसलाई पनि तपाईँले ध्यानमा राख्नु ल। फोटो खिचाउ न तपाईँको नि तपाईँले लग्नुहुन्छ है तपाईँको हो नि त। मेरो कहाँ हुन्छ अफिस स्टाफको हुन्छ यहाँको हो। मैले त बिचमा लेखिदिएँ बिचरा यार उनीहरूले त्यो स्केच लेख्थ्यो होला नराम्रो भयो नि त यार। केही छैन यो काटिदिनु त यो भइगयो त केही छैन। चाप पेपर खर्च हुन्छ र पार्टी मैले साइन साइनै गरिदिएको छु। केही त्यो बनाएर ल के भन्छ त्यसलाई फाइल बनाएर पठाउनु पठाइहाल्नु त अहिले फाइलै बनाउनु मलाई त्यहाँ जाने फाइल डकुमेन्ट लेखिरहेको हुन्छ त्यो भित्र गएर थिच्नु डकुमेन्ट भएर त्यो भिडियोमा थिचेर पठाउनु। गुड नाइट छ। अब नेक्स्ट ब्लगमा भेटौँला गाइस। सी यू सुन। एन्ड इफ यु लाइक द भिडियो प्लिज सेयर विथ यर फ्यामिली। परिवारदेखि लगेर इष्टमित्र साथीभाइ सबैलाई सेयर गर्नु होला। आजको लागि आस्था ल विस्ता शुभरात्रि।